बजारमा धूपकोन मेसिनको धेरै डिमान्ड आएपछि हामीले धूपकोन बनाउने मेसिन पनि ल्याइसकेका छौँ। त्यो सँगसँगै अहिले चाहिँ नयाँ प्रविधि अनुसार ब्याक फ्लो धूपकोन बनाउने मेसिन पनि हामीले ल्याइसकेका छौँ। यो ब्याक फ्लो धूपकोन मेसिनमा चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ यसमा चाहिँ हामीले माथिपट्टि आगो लगायो भने चाहिँ त्यो बिचमा होल हुन्छ, धूपकोनको बिचमा होल हुन्छ, त्यो मुनि होलबाट चाहिँ धुवाँ निक्लिन्छ, जसको कारणले गर्दाखेरि चाहिँ तपाईँको माथि बलिएर आउँछ, धुवाँ चाहिँ तलबाट आउँछ, हेर्दा पनि धेरै राम्रो देखिने यो नयाँ डिजाइनको चाहिँ धूपकोन मेसिन अथवा ब्याक फ्लो धूपकोन मेसिन पनि ल्याइसकेका छौँ। यसको लागि चाहिँ हामीलाई 3 फेजको आवश्यकता पर्छ अनि बजेट पनि अलिकति हाई बजेटकै मेसिन हुन्छ। लगभग हामीले प्लान गर्दा 12 देखि 13 लाखको बजेट प्लान गर्नुपर्छ। हेर्न सक्नुहुन्छ एकचोटिमा हाम्रो 30वटा धूपकोन बन्ने, 25वटा बन्ने, होइन 35वटा बन्ने चाहिँ मेसिन हामीले ल्याएको छौँ। हेर्न सक्नुहुन्छ एकदमै हाई फिनिसिङको साथ पर मिनेटै तपाईँ लगभग 100+ चाहिँ धूपकोन बनाउन सक्नुहुन्छ। तपाईँहरूलाई अब धूपकोनको मेसिन भयो, धूपबातीको मेसिन भयो, धूपस्टिकको मेसिन भयो, या कुनै पनि यस्तो अर्ग्यानिक कोनहरू बनाउनु पऱ्यो भने चाहिँ तपाईँले सिधै हामीसँग सम्पर्क गर्न सक्नुहुनेछ। तपाईँहरूलाई हामी यसरी नै मेसिनहरू ल्याएर कसरी चलाउने ट्रेनिङहरू दिएर तपाईँहरूलाई सेटिस्फाई गराउनेछौँ। हेर्न सक्नुहुन्छ हामी हेर्दैछौँ अनि बिचमा हेर्न सक्नुहुन्छ होल, यो होल भएकोलाई चाहिँ ब्याक फ्लो धूपकोन मेसिन भन्छ।